2082 साल असोज 6 महिना 24 गते हो। 24 गते बार के भयो चाहिँ शुक्रबारको दिनमा यो फकिर डल्य यो मेरो बाजेको परानी गएको ठाउँमा धाराघर बिउरे खोलो भन्ने ठाउँमा गाएको पकाइने हो। उमेर अहिले 52 वर्ष भइगया र केही नाबालक छमासी बालकलाई र 60 वर्षबाटलाई सम्झाउ भनिकन यो गाउँ घुम्दैछ र कसैको केही नपुर्याउने हो। म केही गीत गाइदिउँ कि भनिकन म पुरानो भाका राम्रैसँग खेद्दैछु। भैँसी बस्यो खाला गाई गयो परुडो चरेन गाईको पढ्यो जाला अधुरो परानी जानु गाईको पढ्यो जाला अधुरो परानी जानु। हाँसो हुन्छ ठट्टा हुन्छ बसी जाउँ रिसमारी बसी जाउँ रिसमारी हाँसो हुन्छ ठट्टा हुन्छ खानु छु बिसमारी खुर्सानी कचारी बनाई खोली रामुडा गाया मेली खानाए भना सापले त खाया जिउ पनि उसाउनै परेछ सापुले खाया पना जिउ पनि उसाउनै परेछ कहाँ हो साइका खोली कहाँ हो साइको राने खाना यो फकिर ढोली बगालाको कलाकार हो यो फकिर ढोली बगालाको कलाकार हो कठै दैन। नमस्कार हजुर। ल